भाग्यको भरोसा कि परिश्रमको बाटो। एक सानो गाउँ थियो, शान्त हरियालीले भरिएको। त्यही गाउँमा रमेश नामको एक युवक बस्थ्यो। रमेश बिहानै उठ्थ्यो, खेतबारीमा पसिना बगाउँथ्यो र साँझसम्म इमान्दारीपूर्वक काम गरेर आफ्नो जीविका चलाउँथ्यो। उसलाई थाहा थियो जीवनमा उन्नति गर्न परिश्रमको कुनै विकल्प हुँदैन। तर त्यही गाउँमा अर्का थुप्रै मानिसहरू पनि थिए जो दिनभरि तास खेल्थे, लटरीको टिकट किन्दै हिँड्थे र हौसीमा भाग्य पल्टिने आशामा समय बिताउँथे। उनीहरू भन्थे, आज होइन भोलि त भाग्य खुल्छ नि। कामभन्दा भाग्यमा भरोसा गर्नु उनीहरूको बानी भइसकेको थियो। एक दिन गाउँमा ठूलो हौसी खेल आयोजना भयो। धेरैले आफ्नो मेहनतले कमाएको पैसा त्यसमा लगाए। रमेशले भने त्यो दिन पनि खेतमै काम गरिरह्यो। साथीहरूले उसलाई बोलाए, तर उसले मुस्कुराउँदै भन्यो, भाग्यले होइन परिश्रमले पेट भरिन्छ। समय बित्दै गयो। हौसी र तासमा पैसा हार्नेहरू ऋणमा डुब्न थाले। परिवारमा अशान्ति बढ्न थाल्यो। गाउँमा विकृति, निराशा र आलस्य फैलिन थाल्यो। तर रमेश भने आफ्नो मेहनतको फलस्वरूप बिस्तारै आत्मनिर्भर बन्दै गयो। उसले आफ्ना छोराछोरीलाई पनि यही सिकायो, मेहनत नै साँचो भाग्य हो।